ल आज एउटा यस्तो स्टकको कुरा गरौँ जसले बजारमा निकै हलचल मचाइरहेको छ। हो, हामी बन्दीपुरको कुरा गर्दैछौँ। यो सबै कथा सुरु हुन्छ एउटा ठूलो आँकडाबाट। झण्डै 15.88 करोड रुपैयाँ। सोच्नुस् त, एकै दिनको कारोबार। यसले सिधै सङ्केत गर्छ कि बजारमा केही न केही ठूलै पाकिरहेको छ। यो कुनै सामान्य दिनको कारोबार पक्कै होइन। त्यसो भए आउनुहोस्, यो सबै हलचलको पछाडि के छ त्यसको गहिराईमा पुगेर खोतल्ने प्रयास गरौँ। कुनै पनि स्टकमा यस्तो चासो किन बढ्छ भनेर बुझ्ने पहिलो सूत्र हो त्यसको भोल्युम अर्थात् कारोबारको मात्रा। यसले हामीलाई बताउँछ कि कति मान्छेहरू यो खेलमा सामेल भइरहेका छन्। र यो चार्ट हेर्नुस् त, छर्लङ्गै देखिन्छ। हालको दैनिक कारोबारको मात्रा पछिल्लो 30 दिनको औसतभन्दा कति धेरै माथि छ। यो सामान्य उतार चढाव मात्रै होइन, यसले त बजारमा एक किसिमको खरिदको लहर नै आएको देखाउँछ। अब यो त भयो कारोबारको कुरा, तर साँच्चै रोचक कुरा त के छ भने जब हामी यसको प्राविधिक चार्टहरूलाई निहाल्छौँ, ती चार्टहरूले भविष्यको बारेमा के सङ्केत दिइरहेका छन् त? ल, चार्ट हेर्नु अघि एउटा सानो तर एकदमै महत्त्वपूर्ण कुरा बुझौँ, सपोर्ट र रेजिस्टेन्स। यसलाई सजिलोसँग बुझ्दा सपोर्ट भनेको मूल्यको लागि एउटा भुइँ जस्तै हो, जहाँबाट मूल्य तल खस्न खोज्दा रोकिन्छ। अनि रेजिस्टेन्स भनेको चाहिँ छत जस्तै, जसलाई तोडेर माथि जान मूल्यलाई हम्मे पर्छ। अब बन्दीपुरको कुरा गर्दा यसको तत्कालको छत लगभग 795 रुपियाँको आसपासमा देखिन्छ र त्यसको ठिक तल करिब 766 रुपियाँमा एउटा बलियो भुइँ पनि छ। अहिलेको लागि यी दुई तहहरू नै सबैभन्दा महत्त्वपूर्ण छन्। अनि हेर्नुहोस्, कुरा यतिमा मात्रै सकिँदैन। मुभिङ एभरेज जस्ता अरू सूचकहरूले पनि यही कुरालाई समर्थन गरिरहेका छन्। 5 दिने र 20 दिने दुवै औसत माथिरै नै फर्केका छन्, जसले यो तेजीको ट्रेन्डलाई अझ बलियो बनाउँछ। ल, चार्टहरू त सकारात्मक देखिए, तर अब प्रश्न उठ्छ, यो सबै खरिददारी कसले गरिरहेको छ? के यो साना लगानीकर्ताहरूको भिड मात्र हो कि पर्दा पछाडि ठूला खेलाडीहरू यानि कि बिग मनीको हात छ? जब ब्रोकरहरूको गतिविधि केलाएर हेरियो, एउटा एकदमै महत्त्वपूर्ण कुरा बाहिर आयो। ठूला ब्रोकरहरूले, जसलाई हामी स्मार्ट मनी पनि भन्छौँ, उनीहरूले सेयर बेचिरहेका छैनन्, बरु उनीहरूले त ठूलो मात्रामा होल्ड गरेर बसिरहेका छन्। अब यसको मतलब के हो त? सोझो अर्थमा बजारको भित्री कुरा थाहा पाउने ठूला लगानीकर्ताहरूले सेयर जम्मा गर्दैछन्। यो स्टकको भविष्य राम्रो छ भन्नेमा उनीहरू ढुक्क छन् भन्ने बलियो सङ्केत हो। यसले गर्दा 770 देखि 780 रुपियाँको बीचमा एउटा बलियो खरिद क्षेत्र नै बनेको छ। ठिक छ, चार्ट राम्रो छ, ठूला खेलाडीहरूले किनिरहेका छन्, तर अहिले नै किन? यो प्रश्नले हामीलाई हाम्रो अनुसन्धानको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण टुप्पोमा पुर्याउँछ। यो सबैको पछाडिको मुख्य कारण के हो? र जवाफ लुकेको रहेछ यो सबै हुनुभन्दा ठिक अगाडि भएको एउटा ठूलो व्यापारिक सम्झौतामा। बन्दीपुरले लेमन ट्री होटल्ससँग 15 वर्षको लागि व्यवस्थापन सम्झौता गर्यो र त्यसको केही समयपछि नै स्टकमा यत्रो ठूलो उछाल आयो। अनि यो कुनै सानोतिनो खबर होइन है। यो 15 वर्ष लामो साझेदारीले कम्पनीको दीर्घकालीन भविष्यलाई नै बलियो बनाउँछ। लगानीकर्ताहरूमा जुन उत्साह देखिएको छ त्यसको पछाडिको ठोस कारण यही हो। ल, अब हामीले सबै प्रमाणहरू जम्मा गरिसक्यौँ। चार्टको सङ्केत, पैसाको चाल र कम्पनीको खबर। अब यी सबैलाई एकै ठाउँमा राखेर हेरौँ, आखिर निष्कर्ष के निस्किन्छ त? विश्लेषकहरूले यसलाई दुईवटा समयसीमामा हेरिरहेका छन्। छोटो अवधिको लागि, मतलब आउने 1-2 हप्तामा स्टक हल्का तेजीमा रहने देखिन्छ, तर यसको लागि 795 को छत तोड्नुपर्नेछ। अनि अलि लामो अवधिको लागि, यानि कि 1-2 महिनामा दृष्टिकोण सकारात्मक नै छ, तर त्यसको लागि 765 को भुइँभन्दा तल झर्नु भएन। एउटा कुरा के याद राख्नुपर्छ भने यो स्टकको बिटा 3.45 छ। अब यो उच्च बिटा हुनुको मतलब के हो भने यो बजारको तुलनामा धेरै नै अस्थिर छ। सजिलो भाषामा भन्दा, जब समग्र बजार 1%ले बढ्छ, यो 3.45%ले बढ्न सक्छ र घट्दा पनि त्यसरी नै तीव्र गतिमा घट्न सक्छ। जोखिम अलि बढी छ। त्यसैले अबको खेल यी दुई महत्त्वपूर्ण मूल्य स्तरहरूमा अड्किएको छ। पहिलो, यदि मूल्य लगातार 800 रुपियाँभन्दा माथि टिकिरह्यो भने त्यो तेजीको सङ्केत हुनेछ, तर होइन यदि मूल्य 765 रुपियाँको सपोर्ट भुइँभन्दा तल खस्यो भने त्यो चाहिँ एक किसिमको चेतावनीको घण्टी हुनेछ।
अन्त्यमा सबै सङ्केतहरूले स्टकमा तेजीको सम्भावना देखाए पनि एउटा ठूलो प्रश्न अझै बाँकी छ। के यो खरिदको दबाव यति बलियो छ कि यसले त्यो 795 को छतलाई तोडेर स्टकलाई नयाँ उचाइमा पुर्याउन सक्ला? अबको केही दिनको बजारले नै यसको जवाफ दिनेछ।